हेलो गाइस, आज मेरो नयाँ भिडियोमा स्वागत छ। र आज म नयाँ ब्लगिङ भिडियो बनाउँदैछु। आज यहाँ जङ्गलमा घुमिरहेको छु। जङ्गल हो, यो सोनपुरको जङ्गल हो। अनि यता पूजापट्टि घर छ। आज यो जङ्गल घुम्ने हो। त्यसपछि आफ्नो खेतमा जान्छु। त्यहाँ छ खेत, त्यहाँ छ खेत। म आफ्नो छोरी देखाउँछु। आजको भिडियो स्वागत छ सबै साथीहरूलाई। अनि भर्खर छुट्टी भयो, स्कुलबाट भर्खर छुट्टी भयो। अनि ब्लगिङ भिडियो बनाउन आएको छु। यता घर छ, यता जङ्गलको रक्षा गर्ने मान्छेहरू पनि छन्। र उता के भन्छन् यो केरा पनि लगाएको छ, केरा पनि रोपेको छ। यता तोरी छ, यता। अनि यो घरमा राति मात्रै अब सुत्न यता हेर्नुहोस्। यता केरा बारी छ, केरा बारी र रोप पनि छ यता। त्यहाँ चाम्दी पनि लगाएको छन्, चाम्दी पनि रोपेको छन्। यता तार लागेको छ, मान्छेलाई गरेर तार पनि लागेको छ। भित्र कसरी जाउनु, भित्र कसरी जाऊ? यता चाहिँ घर छ। यो घरको भित्र त्यो बोरिङ छ नि, एउटा मसिन मोटर छ। त्यसपछि उता खोला नाला पनि छ, उता खोला पनि छ। अहिले देखाउँछु म साथीहरू। साथीहरू आजको ठाउँ मन पर्यो भने लाइक र सब्सक्राइबर गरिदिनु होला। र मेरो बोली वचन अलिकति आइराखेको छैन, त्यसमा मलाई माफ गरिदिनु साथीहरू। यता गहुँ पनि ठुलो भइसकेको छ। अब माथि त्यो हुन्छ साथीहरू। अनि यता त बबुल भन्ने रुख छ, यो रुख हो, यो बबुल भन्ने रुख हो यो। अनि साथीहरू आज भर्खर नयाँ भिडियो बनाइरहेको छु। मलाई माफ गर्नु, गल्तीको ठाउँमा मलाई माफ गर्नु होला। यति राम्रो तोरी फुलेको छ, तर हाम्रो खेत होइन, उता छ, उता पारि छ। बाँस छ नि, त्यहाँनिर छ मेरो खेत। अब जानु पर्यो हेर्न कस्तो छ मेरो खेतको तोरी कस्तो छ। अब हेर्न जानु यो साथीहरू। स्कुलबाट आएर म नयाँ ब्लगिङ भिडियो रिकर्ड गरिरहेको छु। त्यसपछि यता प्र्याक्टिस गरेँ, एकछिन प्र्याक्टिस गऱ्यो। पुल पनि छ, यता रुख छ, यति राम्रो रुख छ। अनि यता पुल छ, पुल हेर्नुहोस्। हेरेर पुल छ होइन। अब यता तोरी छ। तरालनिर मेरो तराल छ नि, त्यो त्यसपछि मेरो खेत छ। साथीहरू आज भर्खर ब्लगिङ भिडियो बनाइरहेको छु। हल्का मेरो आवाज पनि आइराखेको छैन, त्यसमा मलाई माफ गर्नु होला। यहाँ तोरी छ, राम्रो तोरी छ। दाग छ,
दाना अनि हाम्रो खेतमा कस्तो छ हेर्न जाम। आज धेरै जाडो लाग्छ। आज भोलि धेरै यो घाँस भइसकेको छ। हेर्नु साथीहरू मेरो खेतको तोरी यही हो। यो साल भयो, यो सालदेखि त्यहाँसम्म हो। हेर्नुहोस् यता पराल छ, पराल पनि को लाग्छ चोरेर, चोरेर हाम्रो पराल देख्यो भने म त खुट्टा फाटिदिउँ न दिन्छु नि। खुट्टा छोड्दैन म सबै फाटिदिन्छु चोरहरूलाई। उधार पनि गएको छ यता, उधार पनि भएको छ यी कसैले थारूमा ओडार भन्छ, पहाडीमा नेपालीमा कसैले भन्छ, म थारूमा भनिदियो ओडार। एकचोटि साथीहरू उता पर्नेछ लाही फेरि उता पर्नेछ तोरी। अनि साथीहरू त्यहाँ पनि जङ्गल छ, त्यहाँ पनि जङ्गल छ यहाँ पनि जङ्गल छ। म त्यसको पनि पेन्सनमा जान्छु। आजको के भन्छन् यी मेरो तोरी, मेरो खेतको तोरी कति राम्रो छ हेर्नु त। ल साथी यता खोला छ, सानो खोला, सानो घुम्न जान लाग्छ। अहिले देखाउँछु त्यो खोलालाई, कस्तो फोहोर छ त्यो खोला, एकदमै फोहोर छ। त्यही भएर नुहाउँदैन, बुढी पाखाहरूले नुहाउँछन् त्यो खोलामा होइन। त्यो खोलामा जानु छ केटाहरू। अहिले म जान लाग्छु नि देखाउँला खोलालाई। सबै टोरी जम्मा ठाउँमा टोरी छ। यी कति राम्रो खेत देखाइरहेको छ होइन।